तपाईहरुलाई थाहा नै छ नि हैन मैले चाहिँ अब लाइभ ट्रेडिङ स्टार्ट गर्दैछु। स्टार्ट गर्छु भनेको धेरै भइसक्यो गरेको छैन। आजदेखि चाहिँ मैले स्टार्ट गर्ने नै हो। त्यसैले सुरुमा मैले स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ लाइभ ट्रेडिङमा आएर मैले के गर्छु, मैले ट्रेन्डहरु चाहिँ कसरी हेर्छु भन्ने कुरा चाहिँ तपाईहरुलाई शेयर गर्दैछु। सबै कुरा मैले आफ्नो स्ट्र्याटेजी बिल्ड गरिसकेको छैन। त्यो चाहिँ म तपाईहरुसँगै ट्रेड गर्दै गर्दै आफै बनाउँदै जान्छु अनि तपाईहरुलाई पनि आफूले आफ्नो स्ट्र्याटेजी कसरी बनाउन सकिन्छ भनेर शेयर गर्छु है। मार्केटमा आइसकेपछि मैले आज बाइ गर्दैछु कि सेल गर्दैछु भने चाहिँ त्यो एकदम बेसिक नलेज त लिएर आउनु पर्यो नि त। त्यही भएर त्यो चाहिँ मैले कसरी गर्छु भन्ने कुरा तपाईहरुलाई शेयर गर्दैछु। तपाईहरु पनि यही कुराबाट सिकेर आफ्नो डेली बायसलाई चाहिँ यसरी गर्ने भनेर सिक्न सक्नुहुन्छ है। मैले भनेको जस्तै म चाहिँ स्विङ ट्रेडिङ गर्ने हो अनि स्विङ ट्रेडिङमा चाहिँ मैले धेरै दिन होल्ड गर्छु। त्यसैले मेरो डेली बायसहरु पनि मैले त्यही हिसाबले क्रिएट गरेको छु। अब चार्टमै जान्छु, तपाईहरुलाई म देखाउँछु मैले कसरी चाहिँ लाइभ ट्रेडिङको लागि डेली बायस चुज गर्ने भनेर बनाएको छु भनेर है त। ल अहिले चाहिँ हामी एयुडी युएसडी को चार्टमा छौं है त। चार्टमा छौं। अब जस्तै मैले डेली बायस यो मेरो अर्को स्ट्र्याटेजीको चार्टहरु हो, त्यसैले यसलाई चाहिँ ध्यान नदिउँ, अर्को खोल्छु म। ल यसमा हेरौँ। अब यसमा एउटा एक्जाम्पलको लागि हामी अब यो सुरुमा यो चार्ट बुझौँ, यो कस्तो क्यान्डल हो अनि मैले के को चार्ट खोलिरहेको छु। यो एयुडी युएसडी को चार्ट हो अनि जुन यो क्यान्डलहरु छ यसको नाम चाहिँ हेकिनेसी क्यान्डल हो। तपाईहरुले आफ्नो चार्टमा हेकिनेसी क्यान्डल कसरी लिएर आउन सक्नुहुन्छ भने सुरुमा यो चार्टहरु भएको अप्सनमा जानु पर्यो। त्यसपछि यहाँ कति धेरै चार्टहरु छ, तपाईले यहाँ हेर्नुभयो भने धेरै थरीको चार्टहरु छ है। तपाईहरुले चुज गर्नु पर्यो हेकिनेसी। हेकिनेसी क्लिक गर्नुस् अनि तपाईको चार्ट चाहिँ यो चार्टमा कन्भर्ट हुन्छ। अनि यो टाइम फ्रेम चाहिँ डेली टाइम फ्रेम हो। डेली टाइम फ्रेममा कसरी चेन्ज गर्ने, यो टाइम फ्रेमहरु भएको अप्सनमा जानु पर्यो। यहाँ चाहिँ सबै टाइम फ्रेमहरु छ। यो मध्ये तपाईहरुले डेली टाइम फ्रेममा क्लिक गर्नुभयो भने चाहिँ यो चार्ट खुल्छ। अनि अब बुझौँ हेकिनेसी क्यान्डल भनेको चाहिँ के हो, यो कसरी क्याल्कुलेट हुन्छ र अनि हामीले यसबाट के चाहिँ कसरी चाहिँ ट्रेन्ड पत्ता लगाउन सक्छौं। हेकिनेसी भनेको चाहिँ म्याथमेटिकल्ली क्याल्कुलेट गरेर हिजो मान्छेले जति त्यो किनिरहेको थिए अथवा बेचिरहेको थिए त्यसको हिसाबले आज धेरै मान्छेले किनिरहेछन् कि आज धेरै मान्छेले सेल गरिरहेछन् भनेर चाहिँ यसले क्याल्कुलेट गर्छ। 50% भन्दा माथिको मात्र जुन 50% भन्दा माथि छ त्यसको चाहिँ 50% प्रिभियस क्यान्डलको 50% भन्दा माथिबाट ओपन हुन्छ। यो कहिले पनि अर्को क्यान्डल जस्तो यहाँबाट त्यहाँबाट ओपन हुँदैन। यो चाहिँ प्रिभियस क्यान्डलको 50% बाट ओपन हुन्छ। यो भनेको के हो भने यो क्यान्डलमा यो जुन क्यान्डल छ हिजोको यो क्यान्डलमा यदि 100 जनाले चाहिँ बाइ गरेका थिए अनि 70 जनाले चाहिँ सेल गरेका थिए भने आजको क्यान्डल खुल्दाखेरि चाहिँ यो 30 हिजोको 30 जना बढीले हिजो 30 जना बढीले किनिरहेको थियो नि त, त्यसैले यो 50 भन्दा माथिबाट खुल्छ। यदि 70 जनाले चाहिँ किनिरहेको अनि 100 जनाले चाहिँ बेचिरहेको थियो भने चाहिँ यो क्यान्डल रातो भएर तल खुल्थ्यो है। यसले चाहिँ केही पनि देखाउँदैन, जस्ट ट्रेन्ड देखाउँछ। धेरै मान्छेले किनिरहेछन् कि धेरै मान्छेले बेचिरहेछन्, यो पेयर कतातिर जाने सम्भावना धेरै छ भनेर चाहिँ यसले देखाउँछ है। अनि मैले आफ्नो त्यसैले मैले यो हेकिनेसी मलाई एकदम इजी लाग्छ ट्रेन्ड बुझ्नको लागि। अब हामीले एक्जाम्पलको लागि यतातिर नि हेर्न सक्छौं। यदि हामीले हेर्छौं भने हरेक ठाउँमा चाहिँ यो हेकिनेसीले चाहिँ एकदम राम्रोसँग ट्रेन्डहरु चाहिँ बताउँछ। जस्तै यसले एकचोटी यहाँ रातो बनाछ, त्यसपछि 2-3 दिनसम्म मार्केट तल गएको छ अनि त्यसपछि यसले फेरि यहाँ निलो बनाएको छ, त्यसपछि 1 2 3 4 5 6 7 8 दिनसम्म मार्केट माथि गएको छ। अब यसले फेरि आज रातो बनाउँदैछ। अब हामीले के बुझ्नु पर्यो यो रातोबाट भने अब बुल मार्केट फिनिश हुँदैछ अनि अब बियरिश मार्केट सुरु हुँदैछ। अब मार्केट तल जाने चान्स एकदम हाई छ किनभने यसले रातो बनाइरहेछ। एकदम सजिलोसँग हामीले आफ्नो ट्रेन्ड चाहिँ आफ्नो मार्केटको ट्रेन्ड चाहिँ कता जाँदैछ भनेर बुझ्नको लागि हेकिनेसी क्यान्डल एकदमै राम्रो हुन्छ। तर यो राम्रो सँगसँगै यसमा हामीले अरु पनि धेरै कुराहरु बुझ्नुपर्ने हुन्छ। त्यो कुरा तपाईलाई आजै यही भिडियोमा एकैचोटी बुझाउन सक्दिन। त्यो कुराहरु सिक्नको लागि चाहिँ तपाईले
मलाई लाइभमै फलो गर्नुपर्छ है। तपाईँहरू लाइभमा आउनुपर्छ, मैले त्यसमै सबै कुराहरू सिकाउँछु। अनि जसलाई आफ्नै स्ट्र्याटेजी बनाउनु छ, कसैलाई पनि पैसा तिरेर सिक्नु छैन, यो भनेको के हो, ट्रेडिङहरू कसरी गर्न सकिन्छ भने जेरोदेखि माथिसम्म यदि सिक्नुपर्ने छ, सिक्न मन छ भने चाहिँ मेरो लाइभलाई फलो गर्न सक्नुहुन्छ। यदि सब्सक्राइब गर्नुभएको छैन र बेल आइकन चाहिँ क्लिक गर्नुभएको छैन गर्नु होला, त्यसले चाहिँ तपाईँहरूलाई नोटिफाई गर्छ जब पनि म लाइभ आउँछु, अनि त्यहाँबाट तपाईँहरूले सिक्न सक्नुहुन्छ।